हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी तपाईँलाई नेपाल टारको कसरी ढुकुर मार्न सकिन्छ भनेर देखाउँछौँ। ढुकुर चरा जे पाइन्छ त्यही र तपाईँ क्यामेरामा देखिरहेको घर हामी अहिले बसिरहेको घर हो। र यो कार मेरो बाबाको हो। र यहाँ धेरै ठुला खोलाहरू, यस्तो नालीहरू के भन्नुहुन्छ अब तपाईँ त्यही बुझ्नु न। तर यहाँ चाहिँ अलिक थोरै नै पानी छ क्या आजकल। हुन त बर्खाकै मौसम हो, त्यही पनि किन पानी चाहिँ थोरै हुन्छ यता नेपाल टारमा। म मात्र होइन, मेरो भाइ पनि भ्लग बनाउन खोज्दै थियो। मेरो मात्रै युट्युब आइडी होइन, मेरो भाइको पनि युट्युब आइडी छ। म र भाइ चाहिँ सँगै चरा मार्न हिँडेका, तर आधी बाटोमा भाइ हरायो। र अगाडि क्यामेरामा देख्नुभएको त एकजना दाइ, मेरो दाइ यो ढुकुर मार्न आउनुभएको, ढुकुर नमारेर गेम खेल्दै हुनुहुन्थ्यो। हेर्नुहोस् त हेर्नुहोस्, यो चाहिँ हामी पानी परेको थियो अनि लुक्नको लागि भित्र लुकेको थियौँ। एकछिनमा तपाईँलाई देखाउँछु ल कस्तो छ बाहिर निस्केर। हेर्नु दाइ गेम खेलिरहनु भएको छ अहिले पनि। ढुकुर मार्न आएको गेम खेल्नुहुन्छ, के भन्नु यस्तो गाउँघरकोले। ठिकै छ। ओ यो देखिरहनु भएको छ नि तपाईँहरूले, यो चाहिँ म अघि लुकेको ठाउँ। म जहाँ बसेँ पानी पर्दाखेरि त्यो ठाउँ हो यो गुलेली। यो रुखमा चाहिँ चरा, यो रुखमा मार्दै हुन्छ कि दाइले एउटै नलागेर। अब मलाई हेर्नु म कसरी मार्छु। अब के गर्नु, मार्न त खोजेकै हो तर मारिएन। कति ट्राई गरेँ, हातमा दुखिसक्यो तर चरा मर्दैन। यो चाहिँ पानी परेको थियो क्या अघि, त्यही पानी परेर चरै आएन रुखमा। धेरै ट्राई गरेको, फोर्सले हानेको, कति प्रेसर लगाएर हानेको, लाग्दैन। साले चराहरू कुन चाहिँ जुनीको दुश्मनी रहेछ है चराहरूसँग मेरो चाहिँ। हानेको छु लाग्दैन, छेउबाट जान्छ छुएर जान्छ, एक कान्छ उडिजान्छ सबै चरा। के गर्नु, बल्ल तल पानी परेर आएको चराहरू भागिजान्छ। अब हेर्नु त गाइस, कति मेहनत गरेको साला चरा मार्दैन। यो मेरो मेहनतको लागि गाइस एउटा लाइक र सब्सक्राइब चाहिँ हुनैपर्छ है। मेरो मेहनतको नाममा लाइक र सब्सक्राइब हुनु पर्यो। हेर्नु कहाँ हिँडिनँ मैले, कसरी हानिनँ, कुन एङ्गलबाट ताकेर हानिनँ क्या मैले। यो चराहरू चाहिँ दिनै खराब थियो मेरो त्यो दिन। हेर्नु चरा नपाएर केकडै पक्रेको एउटा ढुङ्गाको तल। ढुङ्गा खोज्न गएको केकडा पक्रिदिएको मैले त। बिचरा हेर्नु हात पनि छैन त्यसको, कुन्चेले हो।